नमस्कार नेपाल म रामचन्द्र खड्का उम्मेदवार नेपाली कांग्रेसको उम्मेदवार आशीर्वाद दिनुहोला नजित्दाखेरि पनि यो बाटो ल्याउँदाखेरि मैले रामसँग महसुल लिएर आएर यो बाटोको त्यहाँबाट घोषणा गरेर लगाएको रामसाबाट मैले दिँदाखेरि चाहिँ म पैसा कमाउने होइन म सेवै गर्ने म पहिला म हाइस्कुलमा होइन यो चाहिँ टेक्निकल कुरा चाहिँ के हो भने तत्कालीन पछि त म भूमिकामा पनि थिइनँ म होइन मैले रामसारलाई त्यो लिएर आएर तपाईँले बिपी यात्रामा म यहाँ झन्डा समातेर जान्छु तर तपाईँ नआउने हो भने म जान्न भन्दा मैले एउटा त्यो बाइक यात्रा चलाएपछि राम्रोसँग लगेर मैले घोषणा गरेँ र पैसा हाल्न लगाएकै हो पछि बोल्नु ठेक्का पट्टा गरेर के गर्दाखेरि चाहिँ यो पछि टेक्निकल कुरा मलाई चाहिँ म अलिक छायामा परेँ जाने तर यो बाटो चाहिँ सम्पन्न गर्नुपर्छ अनि अहिले पछिल्लोचोटि चाहिँ फेरि अरू ठेकदारहरू परिवर्तन गरेर त्यो कहाँको डोल्पाकै कहाँको चाहिँ छ त्यो मान्छेलाई पक्रेर लिएर आएर अनि फेरि अरू ठेकदारहरूलाई दिएर फेरि गराउनु लागेकै हो त्यो म चाहिँ एउटा चाहिँ यात्रामा चाहिँ राम्रोसँग बनाउने यात्रामा लागेकै मान्छे हो नि त्यसमा भर गर्नुहोस् है त्यो पहिलो अभियन्ता म समाप्ति थिएँ मैले गरेको पूर्णता मैले गर्ने हो ल विश्वास गराउँछु ल भाइ आउँछु